सन्चुलना नमस्ते। आज यहाँ हामी कलतिर आएका छौँ अनि साथै पेट्रोल पम्पमा पेट्रोल हालेर हामी फर्किँदैछौँ। अनि यो ह्याङ्जा जाने बाटो चाहिँ एक साइडले चाहिँ बनेको रहेछ कि अहिले चाहिँ है। अनि बगर सिम्पानीमा छौँ। अब हामी दोकानको लागि प्लास्टिक लिन जाँदैछौँ। साथै त्यसपछि हामी फुल नर्सरीमा पनि जानेछौँ। यसरी नै यात्रा हामी गरिरहेका हुन्छौँ। र ह्याङ्जामा पनि बिस्तारै बाटो बन्न लागेको रहेछ। एक साइडको चाहिँ एकदमै राम्रो भएको रहेछ। फाइनली हामी फुल नर्सरीमा आएको छौँ। दिपको नर्सरीमा फुलहरू लानु पर्यो भनेर म त एकदम फुलको सोखिन छु है। यस्तो राम्रो रहेछ। प्रायः त मैले यहाँको लैराखेको हुन्छु। यस लिली पनि फुल्ने बेला भएको रहेछ।